यो मेसिनको नाम के हो? मल्चर। मेसिनले चाहिँ यहाँ रहेको लारहरूलाई यसरी ढुट्टो पिठो बनाइदिँदो रहेछ। ढुट्टो पिठो बनाएर यहीँ जमिनमै छोड्ने गर्दो रहेछ, उडाउने ओर्ने गर्दैन। अर्को पनि प्रदर्शन हेर्नेछौँ हामी। मेरो च्यानललाई पुरा हेरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद। यो मेसिनको नाम के हो? मल्चर। यो पनि भनौँ नि हाम्रो पराललाई नै व्यवस्थापन कसरी गर्ने त्यही हो। र यसको मेन फङ्सन बुझ्नु पर्यो कि यसमा हेर्नुहोस् तलतिर अर्कै ब्लेड लागेको छ हैन। यसको र यसको ब्लेड फरक छ। यसले के गर्छ तपाईँलाई खेतमा भएको धानको टुटाहरू र कम्बाइन हार्भेस्टरले काटेको परालहरूलाई के गर्छ, यसले टुक्रा पारेर खेतमा नै छोडिदिन्छ। हाम्रो के भयो कि हामीले आगो लगाउनबाट बच्यो, जोग्यो होइन। र यसले पनि मल्चर गरेपछि हाम्रो माटोको के भयो, उर्वरा शक्ति बढ्यो र चिसियान जुन हामी के भाषामा के भन्छौँ कि हाल बढी छ भनेर, चिसियान बढी छ, मोइस्चर बढी छ, त्यसलाई यसले जोगाउँछ होइन। र हाम्रो के हुन्छ, लागत पनि घट्छ। अर्को कुरा मैले त्यो मेसिनको बारेमा के भयो, त्यसमा अर्को पनि एउटा बकेट लागेको छ, पछाडिपट्टि हेर्नुपर्छ। त्यसले के गर्छ, मकै पनि लगाउन सकिन्छ त्यहाँबाट, तोरी पनि लगाउन सकिन्छ, बदामहरू पनि त्यहाँबाट एउटै पासमा हामी त्यो पनि त्यहाँबाट धान पनि छर्न सकिन्छ है। र यो मेसिन अहिले चलाएर हेर्छ, हजुरहरूले हेर्नु होला। र यसको पनि काम र पछि भनौँ न हामी सुपर सिडर पनि यसैमा चलाउँछ। त्यहाँ जुन समस्या आयो यो चलाएपछि सुपर सिडर चल्छ भने त्यो समस्या आउँछ। किनभने त्यहाँ परालहरू चाहिँ धेरै थोत्रिएको छ भने त्यो पल्टीले भनौँ जोत्न नसकिरहेको छ। तर यो मल्चर गरेपछि त्यसले जोत्यो भने त्यसले फेरि यसमा मल र बिउ पहिला नै छरिदिएको भए यो मेसिन पछाडिबाट चलायो भने हेर्नु त त्यो मल्चिङ भइहाल्छ नि, बिउ त सबै तल जान्छ नि, एक्सिलेन्ट हुन्छ। यसमा पनि तपाईँको झारहरू धेरै कम हुन्छ भन्दा बढी धानको केसमा छ। धानमा पनि यदि हामीले झारको व्यवस्थापन गर्न सक्यौँ भने धानमा पनि हाम्रो समस्या आउँदैन। यो मेसिनले चाहिँ यहाँ रहेका परालहरूलाई यस्तो बनाइदिँदो रहेछ। यसले माटोलाई चाहिँ चलाउने होइन, खालि यहाँ रहेका झारहरूलाई मात्रै। र यसरी यो मेसिनले चाहिँ यहाँ रहेको लारहरूलाई यसरी ढुट्टो पिठो बनाइदिँदो रहेछ। ढुट्टो पिठो बनाएर यहीँ जमिनमै छोड्ने गर्दो रहेछ, उडाउने ओर्ने गर्दैन। र जमिनलाई पनि केही मात्रामा त चलाउँदो रहेछ यसरी। यो चाहिँ हामीले जसरी पराललाई आगो लगाउँछौँ त्यो पराललाई आगो नलगाउँ भन्ने विकल्पको मेसिनहरू हो। आगो नलगाएपछि यो जमिनलाई मल भयो। एक नम्बरमा जमिन मलिलो भइसकेपछि उत्पादन कसैलाई हानि पुर्याएन। यसरी काम गर्ने रहेछ यो मेसिनले। यस्तो छ। अब यस पछाडि हाम्रो सुपर सिडर अथवा जिरो टिलर उसमा चल्ने छ। राम्रो बनाउँदो रहेछ नि होइन दाइ? पराल चाहिँ धुलो पिठो बनाइदिँदो रहेछ है। यसरी काम गर्दैछ। यसरी यहाँ मेसिन छ। यतापट्टि सुपर टिलर, पर छ जिरो टिल र हेर्ने प्रदर्शन हेर्ने धेरै कृषकहरू हुनुहुन्छ। अन्य अर्को पनि प्रदर्शन हेर्नेछौँ हामी। मेरो च्यानललाई पुरा हेरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।